आज नेपालमा शहीद दिवस 85औं शहीद दिवस भनौँ न 1997 सालको माघमा भएको शहीद पर्व भन्छौँ। विक्रम सम्वत 1997 साल माघ 7 गते जब सिंहदरबारको पटाङ्गिनीमा 100 भन्दा बढी पक्राउ परेकाहरू र पक्राउ नपरेकाहरूलाई चाहिँ फैसला सुनाउँदै थिए। गणेश मानसिंहका बडा बाजे बडा काजी रत्नमान सिंहले जब पेपर लिएर आए र सुब्बा महेन्द्र बहादुर महतलाई दिए, अगाडि थिए तत्कालीन श्री 5 त्रिभुवन, युवराधिराज महेन्द्र, वसुन्धरा र हिमालय सहित तत्कालीन श्री 3 युद्ध शमशेर जबरा सहित 4 कमान्डिङ जेनरलहरू र भाइ भारदार सहितको थिए र समातिका कैदीहरूलाई, राजनीतिक बन्दीहरूलाई चाहिँ नेल लगाएर हत्केड लगाएर गएको थियो। त्यस पछाडि श्री 3 युद्ध शमशेरले राजा त्रिभुवनलाई हेर्दै के भन्यो भने यी बेजातका भारतीय समाजवादीहरूको सङ्गतमा गएर किराले हिरालाई बिगार्यो भन्दै यिनलाई त के गरेर सजाय दिउँ भन्दा राजा त्रिभुवनले मोर्टेट गर्नुपर्छ भन्छन्। र बीचमा तत्कालीन माइला गुरुज्यूले एउटा मनुस्मृतिको केही श्लोकहरू भन्दै यिनी ब्राह्मण नै भए पनि राजद्रोहीहरूलाई मृत्युदण्ड दिन मिल्छ सरकार भनेर बोल्छ र कर्णेल एच विक्रम धमलाले सरकार यिनलाई त सबलाई मार्नुपर्छ भन्छ। सहन नसकेर नेल लगाएका शुक्रराज शास्त्री, जोशी शास्त्री, उनी नेवार जोशी हुन्, उनी एक कदम अगाडिबाट के भन्छ भने त्यसले गीताको केही पाठ गर्दै शासकले जनताको सेवा नगरी आफ्नो मात्रै स्वार्थ हेर्ने शासकलाई पनि के सजाय छ भन्न पाऊँ सरकार महाराज भनेर भन्दा तै होस् सबैभन्दा बढी योग गर्ने नेता, तँलाई त म पल्टनले कुल्च्याएर मार्छु भन्दै युद्ध शमशेर एकदम जङ्गिन्छन्। त्यति नै बेला राजा त्रिभुवन आफ्ना छोराहरूसहित बाहिर निस्किन्छन्, अर्थात् गाडी मोटर चलेर फर्किन्छन्, ऊ चित्त बुझ्दैन र सजाय सुनाउने चाहिँ एकछिन रोकिन्छ र राजबन्दीहरूलाई फेरि पनि सिंहदरबारभित्र रहेकै कैदीमा पठाइन्छ र पछि फेरि फिर्ता बोलाएपछि अघि मैले भने जस्तै बडा काजी रत्नमान सिंहले कागजको मुठो महेन्द्र बहादुर महतलाई दिन्छ र सजाय सुनाउन थालिन्छ। त्यसमध्ये तत्कालीन लगभग 94 जना जतिलाई सजाय सुनाइन्छ। त्यसमध्ये पनि 18 जना प्रजा परिषदमा लागेका र अरू प्रजा परिषद नलागेकाहरूलाई पनि शुक्रराज शास्त्री सहितका व्यक्तिहरू जो प्रजा परिषद थिएनन्, तर गणेशमान सिंह लगायत गङ्गालाल श्रेष्ठ लगायतकाहरू प्रजा परिषद काण्डमा परेका थिए। तब सुनाउँदै जाँदा यहाँहरू धेरै कतिलाई थाहा छैन, धेरैले त्यस काण्डमा 4 जनालाई चाहिँ ज्यान सजाय दियो भन्ने सोचिन्छ, जसमा शुक्रराज जोशी, धर्मभक्त माथेमा दशरथ चन्द र गङ्गालाल श्रेष्ठ। तर एकजना अर्कोलाई पनि ज्यान सजायको फैसला सुनाएको थियो, जो हुन् नैकनतला, काठमाडौँ नैकनतलाका पूर्णनारायण प्रधान। उनलाई पनि ज्यान सजाय अंश सर्वस्व सहित थिए, तर पछि उनी पक्राउ नपरेको अवस्थामा मारिएनन्। पछि पद्म शमशेरले उसलाई ज्यान सजायलाई चाहिँ जन्म कैदमा परिणत गरेर उनी पूर्णनारायण प्रधान चाहिँ बाँचेका छन् र 4 जनालाई गरियो र बाँकीहरूलाई कहिलाई अंश सर्वस्व, कहिलाई जन्म कैद, यस्तै गर्दै कहिलाई जरिवाना सहित गरेर माघ 7 गतेको फैसला सुनाइएको छ। जब 1997 माघ 7 गते मृत्युदण्डको फैसला आएपछि पहिलो पटक मृत्युदण्डको सजाय चाहिँ शुक्रराज जोशी शास्त्रीले पाएथे। उनलाई 97 साल माघ 9 गते तल टेकुको पछाडिमा रहेको ठुलो रुखमा झुन्ड्याएर मृत्युदण्ड दियो र बिहानै भोलिपल्ट माघ 10 गते बिहानै
एउटा गेरु वस्त्र पहेँलो गेरु वस्त्र लगाएको व्यक्ति शुक्रराज जोशीलाई झुन्ड्याएको ठाउँमा गए र घुमे। सेतो दाढी पारेका उनले भनेका हिन्दीमा भनेका थिए, बेटा हो त ऐसा, तिमीले राष्ट्रको लागि प्राण त्याग्यौ भनेर हिन्दीमा भनेको छ। उनी थिए माधवराज जोशी, जो शुक्रराज जोशीका बुवा। त्यसै गरेर माघ 12 गते धर्मभक्तलाई मृत्युदण्ड दिने भयो झुन्ड्याएरै। त्यतिखेर उसको बुवा आदिभक्त माथेमा लगायत आफन्तहरू सबै इन्डियामा थिए। उनका आफ्ना निनी फुपूका छोरी सूर्यलक्ष्मी प्रधान चाहिँ उनलाई भेट्न आइरहन्थे खाना लिएर। र जब खाना लिएर माघ 12 गते दिउँसो आए, त्यतिखेर धर्मभक्तले भनेको छ, बहिनी भोलिदेखि तिमीले दुःख पाउने छैनौ, मैले तिमीलाई धेरै दुःख दिएँ, अब भोलि त मलाई मारिहाल्छन् भनेर भन्दा सूर्यलक्ष्मीले दाई माफ माग्यो भने त मार्दैन भन्छन् नि भन्दा उनले भनेका थिए, मैले के गल्ती गरेछ माफ माग्नु छोरी, माफ त उनीहरूले गर्नुपर्छ भनेर राणातिर इङ्गित गरेका थिए। र उनलाई माघ 12 गते पशुपति जाने उकालोकोमा सिफलमा बकैनाको रूपमा झुन्ड्याएर मृत्युदण्ड दिइयो। त्यसै गरी माघ 15 गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई पनि झुन्ड्याएरै मृत्युदण्ड दिने फैसला थियो। तर उनीहरूले तत्कालीन कप्तानलाई अनुरोध गरेर राणाको जनेरलाई भनिदिनु, हामीले एउटा अनुरोध छ भन्दा उनी खुसी भएका थिए, बा माफ माग्ने हो कि माफ त दिन्छ भनेर। तर गङ्गालाल श्रेष्ठ दशरथ चन्दले हामीलाई झुन्ड्याएर होइन गोली हानेर मारियोस्, वीरको मृत्यु म चाहन्छौँ भन्यो। र त्यही अनुसार उनीको भयो। र त्यतिखेर उनलाई भेट्नको लागि अब दशरथ चन्दको त कोही पनि थिएन। उनले भनेको छ राममाया पोडिनी भने जो जेलमा सफाई गर्थे सिंहदरबार जेलमा, त्यहाँ रहेको उनलाई थिए। दशरथ चन्दले भनेको छ, राममाया मेरा साथीहरूलाई मार्दा त उनीहरूको तर्फबाट रोइदिने आफन्तहरू छन्, मेरो त कोही पनि छैन, म त घर बैतडी, मलाई मारेपछि दाई भनेर रोइदियो है भने रहेछ। र गङ्गालाललाई भेट्नका लागि भक्तलाल श्रेष्ठ, बुवा भक्तलाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ जो पछि नेपाली राष्ट्रिय काङ्ग्रेस हुँदै कम्युनिस्ट पार्टीका संस्थापक महासचिव बने, उनीहरूले भक्तलाललाई जब आँखाभरि आँसु पारेपछि र माफ माग्नको लागि, किन अघिल्लो दिन मात्रै जुम्ल्या छोरा जन्मिया छ गङ्गालालको, त्यसले गर्दा आफन्तहरू माफ मगाउन चाहन्थे। त्यतिखेर भक्तलाल श्रेष्ठलाई भनेको छ बुवाले, बुवा त हजुर त गीताको ज्ञाता हुनुहुन्छ, नश्वर शरीर, यो शरीर मर्दैन, आत्मा मर्दैन, शरीर मात्रै जान्छ भनेर सम्झाउनुहोस् यिनलाई भनेको छ। त्यतिखेर पुष्पलाल श्रेष्ठलाई माइला भन्नुहुन्थ्यो भने, किन जेठा गङ्गालाल, माइला मैले बालेको बत्ती तैँले निप्न नदे भने रहेछ। र गङ्गालाललाई दाई गणेशमान सिंहलाई दाई भन्ने भने, दाई गणेशमान दाई डोन्ट फर्गेट माई ब्लड भन्नुभएको रहेछ। त्यसले गर्दा गणेशमान सिंहले पछि पनि भन्ने गर्नुहुन्छ, गङ्गालालको त्यही वचनले गर्दा नि मैले राजनीतिमा कहिले पनि सम्झौता गरिनँ भन्नुभएको छ। यसरी गर्दा माघ 15 गते राति उहाँहरूलाई लरीमा चलाएर गर्दै यता घरको अगाडि पुगेपछि उहाँले हसिना भनेर आफ्नो श्रीमतीलाई बोलाएछ। र श्रीमतीले हजुर भनेको छ, तर घरमा कसैले थाहा पाएन होइन, तर हसिनाले सुनेछ। यसरी शोभा भगवतीमा लगेर उहाँहरू दुईजनालाई गोली हानेर मारियो। र मार्नुभन्दा अगाडि दशरथ चन्द्र गङ्गालालले शोभा भगवतीलाई ढोक्दै, माता म पहिले राणा शासन हटाउनुको लागि हजुरलाई नै आएर ढोकेको थिएँ, अहिले पनि म हजुरको सन्तान, हामी आफूले सकेको गरे भन्दै ढोगेर चाहिँ उहाँहरूलाई मर्नको लागि तयार भएर बाँसमा बाँधेर दुईजनालाई गोली हानेर मारेका छन्। कस्तो भएको छ भने पोडेले गोली हानेको हुँदा भनेर गङ्गालाल गुठीले लास उठाउन पनि गरेन, सहयोग गरेन। यस्ता खालको अवस्था थिए। हाम्रा शहीदहरू यसरी शहीद भए।
गौरव पनि लाग्छ। तर अब अहिले शहीदको अनुसार हामी अर्थात् अहिलेको पुस्ताले गर्न सके कि सकेन भन्ने कुरा छन्। तर हाम्रा शहीदका बारेमा पढ्दाखेरि सुन्दाखेरि के भन्दाखेरि बडो गौरव लागेर आउँछ। शहीदहरूप्रति श्रद्धासुमन। जय नेपाल।